भित्र जाँदैछौँ भित्र के छ यो चाहिँ यति लामो रहेछ बाटो अब हामी हिँड्दै हिँड्दै माथिसम्म जाने हो हेर्दै जाने हो के छ तपाईँलाई पनि म देखाउँदै जान्छु ल हेर्दै जानु होला यहाँ चाहिँ सायद त्यो इँटाले माटोले बनाएको होला यो ल हामी चाहिँ यो मेन ठाउँमा आयौँ है साथी ल हेर्नुहोस् त साथीहरू यस्तो छ है हेर्नु यस्तो राम्रो रहेछ तर बिहान आउनुपर्ने रहेछ है यहाँ ल हेर्नुहोस् हेर्नुहोस् वरिपरि किल्ला छ यो ल हामी चाहिँ यो भित्र छिर्यौँ ल अन्त यस्तो रहेछ है यो भित्र यस्तो रहेछ है ल ल हेर्नुहोस् है भित्र यस्तो रहेछ ल यहाँदेखि फेरि हामी अर्को ठाउँमा जाँदैछौँ हेर्नु ल कस्तो ठुलो रहेछ वरिपरि हेर्नु होला यस्तो रहेछ ढोका छ यहाँ त तपाईँहरूलाई यहाँको बाहिरको दृश्यहरू म देखाउनेछु ल हेर्नु है बाहिर चाहिँ यस्तो रहेछ कैसा आ रहा है पूजा करते हैं कति राम्रो क्या यहाँको मार्बलहरू ये मार्बल भयो अच्छा ये यहाँको चाहिँ दरबारहरू मार्बलले मात्र हुँदो रहेछ है साथीहरू यो चाहिँ पहिला अकबरको छोरी बस्थे अरे यो दरबारभित्र यो त झन्डै नेपालको दरबारहरू जस्तो छ हौ यहाँ हेर्नु न है गाइस यो चाहिँ सबै मार्बलले बनाएको रहेछ है यो ताजमहलको मार्बल कस्तो राम्रो क्या कति वर्ष पुरानो होला यो मलाई यहाँको मार्बल एकदम राम्रो लाग्यो यो चाहिँ हामी अर्को ठाउँभित्र बसिरहेछ यहाँ पनि ढोका छ ल कस्तो राम्रो ल फेरि हामी अर्कोतिर जाँदैछौँ ल यो पनि यस्तो रहेछ हेर्नु त ल है
र साथीहरू मलाई चाहिँ यो देखेर एउटा कुरा याद आयो क्या दिवाली की भी कान होता है भन्दै क्या जता हेऱ्यो ढोका जता हेऱ्यो ढोका अनि त्यसपछि चाहिँ हामी यो माथिको सकेर हामी तल झर्दैछौँ है अनि यो तलबाट चाहिँ यस्तो देखिन्छ है तलबाट चाहिँ बाहिर निस्किने हो अनि बाहिर चाहिँ यस्तो छ अनि त्यसपछि हामी अर्कोपट्टि फेरि बाहिरको लागि हामी लाग्यौँ अनि हामी चाहिँ नि बाहिर निस्किने क्रममा यसलाई देख्यौँ कि अनि हेर्नु न कति सानो कि अनि यस्तो यसलाई देखेर कस्तो मजा आयो क्या अनि यस्तो एकछिन खेल्नु मन लाग्यो क्या योसँग अनि अब चाहिँ हामी फाइनली निस्केको ल आग्रा फोर्टबाट बाई बाई यो चाहिँ आग्रा फोर्टदेखि बाहिर है साथीहरू ल बाई सबैजनालाई